सबैजना आउनु होला है। डुब्सेश्वर महादेव चाहिँ एकदम धर्मात्मिक एकदम शक्तिशाली हुनुहुन्छ। सबैजना आउनु होला दर्शन गर्नको लागि। हामी चाहिँ काठमाडौँ मनमैजुदेखिबाट आयौँ। मनमैजु बाटो कतिचोटि हो? मेरो चाहिँ पहिलोचोटि हो। पहिलोचोटि। हजुर। कहाँबाट सुन्नुभयो? मैले भिडियोहरूमा पनि धेरै हेरिरहेको थिएँ, साथीहरू पनि आएको थिए अनि उनीहरूले भनेको अनुसारले चाहिँ डुब्सेश्वर महादेव चाहिँ एकदम शक्तिशाली एकदम राम्रो एकदम हुनुहुन्छ भनेर चाहिँ मनबाट नै दर्शन गर्न लाग्यो। गर्नको लागि आउनुभयो। हस् थ्याङ्क यू। म चाहिँ काठमाडौँबाट। कति औँचोटि हो? मेरो पहिलोचोटि। आज धेरै मान्छेहरू पहिलोचोटि आउनु भएको छ, फर्स्ट टाइम होइन। आज विशेष गरेर यो एकादशीको पर्व पनि हो, त्यसले पनि होला सायद, र अलिकति शनिबार पनि हो, अलिक भिडभाड पनि छ भनेर भन्नुभयो, लाइन पनि बसेको छौँ भनेर भन्नुभयो। 3 घन्टा जति भइसक्यो लाइनमा, अझ लाइनमा बसेको हामी। अझै धेरै भिडभाड छ, धेरै जाँदै हुनुहुन्छ। अब कति समय टाइम लाग्छ होला अझै। कस्तो लाग्यो दाइ? एकदम एउटा आफ्नो आस्था धर्मप्रति चाहिँ विश्वास भएको हुनाले चाहिँ यहाँसम्म आइयो। अब चाहिँ सन्तुष्टि नै छु र सबैले चाहिँ श्री महादेवले सबैको रक्षा गर्नु होला। धन्यवाद। थ्याङ्क यू। आमा कीर्तिपुरबाट। कीर्तिपुरबाट कस्तो लाग्यो हजुरलाई मन्दिर होइन? यहाँ के सुनेर आउनु भएको थियो? कति औँचोटि हो हजुर? अहिले सुरु पहिलाचोटि। है कहाँबाट सुनेर आउनु? हामीले युट्युबबाट देखेर। युट्युबबाट है। कस्तो लाग्यो मन्दिर चाहिँ? राम्रो लाग्यो। लाइन त कति बस्नु भयो? शनिबारको दिन पनि हो, आज बिदाको दिन पनि हो। हो अहिले ठ्याक्कै 12 बज्यो, 12:15 भयो। 2 घन्टा भयो, पुरै 2 घन्टा बस्यो। भिडै छ, एकदम भिड छ। ए हस्। आमा कहाँबाट आउनु भयो? कीर्तिपुर। कति पटक हो यो? पहिलो पटक। यति उमेर भयो त्यहाँदेखि नजिकै हो नि कीर्तिपुरबाट त है। कति घन्टाको यात्रा? 4 घन्टा पुग्यो। 4 घन्टामा आइपुग्नु भयो। के सुनेर आउनु भएको यहाँ? सुनेर ठिक छ। जे मागे त्यही पुरा हुन्छ भनेर। के टोली हो यो? हजुर सबै कतिजना आउनु भएको छ? 30 जना। 30 जना। बस बस रिजर्भ गरेर आएको। 30 जना आएको। के माग्नु भयो आमा? नाम के माग्नु भयो? बर ए रोग छैन भनेर। हस्। हजुर कहाँबाट आउनु भयो? म पनि उतै कीर्तिपुरबाटै हजुर। ए त्यही कस्तो लाग्यो? राम्रो छ हजुर। राम्रो लाग्यो। कीर्तिपुरबाट आएको। नमस्ते, कीर्तिपुरबाट आउनुभएको। कस्तो लाग्यो? रमाइलो भयो।